गर्छु भन्ने हुन्छ। अब यो सुन्दाखेरि अचम्म लाग्ला, यसको गजबको कनेक्सन हाम्रो शरीरभित्र छ। एउटा दिमाग, एउटा मन र एउटा आत्मा। विचार गर्नुहोस् है, एउटा मन, एउटा आत्मा र एउटा दिमाग। अझ विचार गर्नुहोस्, मनले के गर्छ? आफ्नो इच्छा परिपूर्ति गर्नका निमित्त सजेसन गर्छ मनले। मलाई यो चाहियो, यो मिठो छ, यो खान्छु, यो मिठो छैन, खान्न, यावत ज्यावत कुराहरू यी मनले भन्छ। अथवा आफूलाई अनुकूल अथवा राम्रो, आफू भोगीपन भनौँ, भोगीपन चाहिँ मनले देखाउँछ। अब रह्यो अर्को आत्मा हुन्छ। आत्माले यो शरीर धारण गरेको हुन्छ र आत्मा विशुद्ध रूपमा, उसलाई केही पनि चाहिँदैन, उसले वास्तविक नैतिक रूपमा आत्मा बसेको हुन्छ। त्यो कारणले गर्दा